नमस्ते टसिदेलेक फ्यापुला छ्याजलो म जोर्डेन गुरुङ तपाईहरु सबैजनालाई आजको यस छेर्तेनको जानकारी को भिडियोमा चाहिँ स्वागत गर्दछु है र अब छेर्तेन भनेको एउटा यस्तो चीज हो कि हामी बुद्ध धर्म मान्नेहरूले गुम्बाहरुमा र धेरै ठाउँमा हामीले देख्न सकिन्छ है कसै ठाउँमा छेर्तेन एउटा मात्र हुन्छ भने कसै ठाउँमा छेर्तेन 8 वटा हुन्छ है र प्राय जस्तो ठाउँमा चाहिँ छेर्तेन 8 वटा देखिने गर्छ है अब तपाईले ध्यान दिनु भएको छ भने 8 वटा हुन्छ प्राय धेरै जस्तो ठाउँमा 8 वटा छेर्तेन हुन्छ है र अब त्यो 8 वटा छेर्तेनको कारण के हो है र त्यसको विषयमा चाहिँ आज म भन्ने छु र पहिलो कुरा छेर्तेन भनेको के हो है अब हामी कतिले चाहिँ छोर्तेन भन्छौं हो र तर खास भने चाहिँ सही नाम चाहिँ छेर्तेन हो है टिबेटनमा छेर्तेन भन्नुपर्ने हो तर पनि अब छोर्तेन भन्दा पनि त्यस्तो फरक त परेन है र संस्कृतमा चाहिँ यसलाई चैत्य भन्दो रहेछ है र अब छेर्तेनको अर्थ के हो है भन्दाखेरि गौतम बुद्ध जस्तो महान व्यक्तिहरूले अब आफ्नो जीवनमा गर्नुभएको अब महान कार्यहरू महान लीलाहरूलाई याद गर्नको लागि है र त्यो पलहरू याद गर्नको लागि चाहिँ बनाएको स्तूपलाई चाहिँ छेर्तेन भन्छन् है र अब त्यसो भए अब छेर्तेनमा कति प्रकारको छेर्तेनहरू छ त भन्दाखेरि अब धेरै थरीको छेर्तेनहरू हुन्छ है जस्तै हाम्रो नेपालमा एकदमै फेमस स्वयम्भू स्तूप है र बौद्ध स्तूप त्यो छेर्तेनहरू भने गोलो डल्लो गोलो छ है तपाईले देख्नु भएको होला गोलो छ र भने गौतम बुद्धले जहाँ बुद्धता प्राप्त गर्नुभयो जुन चाहिँ बोध गयाको छेर्तेन छ त्यो भने लामो है लामो छ र भने अब हामीले सधैँ धेरै ठाउँमा देखिरहेको छेर्तेन चाहिँ अर्कै प्रकारको छ नि त है त्यसको विषयमा चाहिँ खास त्यसको विषयमा चाहिँ आज यो भिडियो हो है र अब बुद्धका कतिवटा छेर्तेनहरू छन् त है त्यो छेर्तेनहरूको नाम के हो भन्दाखेरि चाहिँ अब बुद्धले जीवनकालमा धेरै ठुलो कामहरू गर्नुभएको छ है धेरै महान लीलाहरू देखाउनु भएको छ र ती मध्ये अब त्यो महान कार्यहरूलाई चाहिँ याद राख्नुको लागि चाहिँ याद गर्नको लागि चाहिँ 8 वटा छेर्तेन बनाएको छ है खास गरी चाहिँ 8 वटा छेर्तेन बनाएको छ है ती 8 वटाको नाम के हुन् भन्दाखेरि पहिलो पेपुङ छेर्तेन दोस्रो चङचुप छेर्तेन तेस्रो खोमाङ छेर्तेन चौथो छोटुल छेर्तेन त्यसपछि लापाप छेर्तेन येन्दुङ छेर्तेन नामग्याल छेर्तेन र अन्तिममा न्याङदे छेर्तेन है त 8 वटा छेर्तेनको नाम यस्तो रहेको छ र अब यी छेर्तेन आफ्नो बनाउनुको कारण के थियो त है भन्दाखेरि चाहिँ सर्वप्रथम पहिलो छेर्तेन पेपुङ छेर्तेनको बारेमा भन्नेछु है अब यी सबै नामहरू चाहिँ टिबेटन नाम हो है र अब जब गौतम बुद्ध लुम्बिनीमा जन्मिनु भयो है उहाँले जन्मिने बित्तिकै 7 पाइला लिनुभएको भन्छन् र जब उहाँले 7 पाइला लिनुभयो त्यो पाइला लिएको ठाउँमा चाहिँ 7 वटा कमलको फूल फुलेको भनेर भनिन्छ नि र त्यसैले चाहिँ त्यो पललाई याद गर्नको लागि चाहिँ उहाँको बुवा यानी राजा सुद्धोधनले चाहिँ कमलको फूलले भरिएको एउटा छेर्तेन बनायो है त्यो छेर्तेनको नाम हो पेपुङ छेर्तेन भनिन्छ त्यसलाई है त र दोस्रो छेर्तेनको नाम हो चङचुप छेर्तेन र जब बुद्धले बुद्धता प्राप्त गर्नुभयो बोधगयामा यानी बोधगयामा जब बुद्धता प्राप्त गर्नुभयो त्यो पललाई याद गर्नको लागि चाहिँ यो
दोस्रो चाङचुप छेदेन भनेर बनाइएको है त। र जब उहाँले बुद्धत्व प्राप्त गर्नुभयो, बुद्धत्व प्राप्त गरिसकेपछि आफूले पाएको जुन ज्ञान छ है, संसारमा कसैले थाहा नभएको ज्ञान चाहिँ बुद्धत्व प्राप्त गर्नु भनेको चाहिँ त्यो। अन्त संसारमा कसैले पनि अहिलेसम्म थाहा नभएको ज्ञान चाहिँ उहाँले प्राप्त गर्नुभयो है। अब त्यो ज्ञान आफूले प्राप्त गरेर मात्र त भएन नि, अरूलाई पनि त सिकाउनु पर्यो, बुझाउनु पर्यो हैन। र बुद्धत्व प्राप्त गरेको 1 हप्ता बित्यो, 2 हप्ता बित्यो, 3 हप्ता, 4 हप्ता, 5 हप्ता, 6 हप्ता, 7 हप्तापछि चाहिँ बल्ल उहाँले वाराणसी सरनाथमा चाहिँ पहिलोचोटि अनि धर्मको प्रवचन दिनुभयो है। त्यो पललाई याद गर्नका लागि चाहिँ अनि तेस्रो छेदेन घोमाङ छेदेन भनेर बनाइएको है त। र अब त्यसको केही वर्षपछि नै श्रावस्ती भन्ने ठाउँमा चाहिँ अन्य धर्मको शिक्षकहरूलाई चाहिँ बुद्धले चमत्कारिक शक्तिले चाहिँ उहाँलाई पराजित गर्नुभएको रहेछ है। र त्यो पललाई याद गर्नका लागि चाहिँ चौथो छेदेन छोटुल छेदेन भनेर बनाइएको रहेछ। र अब जब बुद्धले आफ्नो स्वर्गीय आमा है, बुद्धको स्वर्गीय आमा मायादेवी जुन चाहिँ बुद्धको जन्म हुनुको 1 हप्ताभित्रै बित्नु भएको भनेर भनिन्छ है। र जब उहाँले आफ्नो स्वर्गीय आमा मायादेवी माथि देवलोकमा भएको थाहा पाए है, थाहा पाएपछि चाहिँ उहाँ बुद्ध स्वयं देवलोकमा पाल्नुभयो र उहाँ आफ्नो आमा मायादेवी र साथै त्यहाँ भएका सबै भगवानहरूलाई चाहिँ उहाँले धर्मको प्रवचन दिनुभयो है। र त्यहाँ 3 महिनासम्म चाहिँ बुद्ध 3 महिनासम्म चाहिँ देवलोकमै बस्नुभएको भन्छन्। र जब उहाँ देवलोकदेखि तल धरतीमा पाल्नुभयो, धरतीमा झर्नुभयो, त्यो पललाई याद गर्नका लागि चाहिँ अनि ह्लाबब छेदेन भनेर बनाइयो। र हामीले वर्षमा ह्लाबब धिसेन भनेर पनि मनाउने गर्छन् है। हो त्यो चाहिँ त्यसको कहानी चाहिँ यस्तो है। त्यसको नाममा चाहिँ 5औं छेदेन ह्लाबब छेदेन भनेर बनाइयो। र 6औँमा छ येन्दुम छेदेन भनिन्छ। यो चाहिँ किन बनाइयो त भन्दाखेरि जब एक समय देवदत्ता जुन चाहिँ हामीले द्विलहेजिन भनेर भन्छौँ टिबेटनमा, देवदत्ताले चाहिँ बुद्धका शिष्यहरू उनलाई दिनु भनेर चाहिँ माग्नु भएछ। बुद्धका शिष्य भने अब स्टुडेन्टहरू चाहिँ माग्नु भएछ र बुद्धले चाहिँ दिनु भएन रहेछ है। र त्यसमा चाहिँ देवदत्ता एकदमै रिसाउनु भएछ र उहाँ आफै बुद्ध हो जस्तो गरेर चाहिँ उहाँले आफ्नो मतलब सङ्घ भन्छ नि त है, आफ्नो सङ्घहरू बनाउनु भएछ। र बुद्धको सङ्घहरूमा चाहिँ 2 भाग भएछ, एउटा बुद्धको आफ्नो सङ्घ र अर्को देवदत्ताको सङ्घ है। र त्यस्तो सङ्घहरू बीच 2 भाग भएको, 2 भागमा छुट्टिएको देख्दा अनि बुद्धलाई एकदम नरमाइलो लागेर बुद्धले अनि गौतम बुद्धले चाहिँ एकदमै एउटा राम्रो तरिकाले चाहिँ फेरि सबै सङ्घहरूलाई चाहिँ एकजुट बनाउनु भएछ है। र त्यो पललाई याद गर्नका लागि चाहिँ 6औं छेदेन यानि येन्दुम छेदेन भनेर बनाइएको रहेछ। अब 7औं छेदेनमा नम्ग्याल छेदेन भनिन्छ, जुन चाहिँ वैशाली भन्ने ठाउँमा चाहिँ बुद्धले मारालाई पूर्ण रूपले पराजित गर्नुभएको र आफ्नो आयुलाई आशीर्वाद दिनुभएको। र त्यो पल याद गर्नको लागि चाहिँ 7औं छेदेन नम्ग्याल छेदेन भनेर बनाएको रहेछ है त। र 8औँमा छ न्याङ्दे छेदेन, जुन चाहिँ जब कुशीनगरमा बुद्धको देहान्त यानि मृत्यु भयो, त्यो पललाई याद गर्नको लागि चाहिँ 8औं छेदेन न्याङ्दे छेदेन भनेर बनाएको रहेछ। अब तपाईँहरूले याद गर्नुभएको होला कि जब त्यो 8वटा छेदेन देख्नुहुन्छ तपाईँले है, पहिलो चाहिँ पेपुङ छेदेन भने नि मैले, जहाँ चाहिँ कमलको फुलहरू पुरा बनाएको छ हो, पहिलो चाहिँ त्यो। अन्तमा चाहिँ न्याङ्दे छेदेन जसमा चाहिँ र त्यो
पेपुङ छेतेनदेखि 7वटा छेतेनसम्म चाहिँ नामग्याल छेतेनसम्म चाहिँ सबैमा तपाईँले मूर्ति बुद्धको मूर्ति देख्न सक्नुहुन्छ तर 8औं छेतेन जुन चाहिँ याङदे छेतेन हो त्यसमा चाहिँ हामीले बुद्धको मूर्ति राख्दैनौँ र जहाँसम्म मलाई लाग्छ मेरो विचारमा चाहिँ अब याङदे छेतेन भनेको चाहिँ बुद्धको मृत्यु भएको परिनिर्वाण भएको जनाउँछ नि त त्यही कारणले पनि बुद्धको मूर्ति नराखेको हो कि भनेर मलाई त्यस्तो लाग्छ है त्यो चाहिँ अब हामीले हेर्नु पर्यो हो कि होइन भनेर र अन्तमा म सबैभन्दा महत्त्वपूर्ण कुरा भन्नेछु त्यो के हो भन्दाखेरि अब यी छेतेनहरू चाहे एउटा छेतेन होस् चाहे 8वटा होस् चाहे 12वटा होस् चाहे 3वटा होस् जब हामीले यी छेतेनहरू देख्छौँ यी छेतेनको दर्शन गर्छौँ यी छेतेनहरूलाई ढोग गर्छौँ कोरा गर्छौँ त्यसको फाइदा के छ त है किन चाहिँ हामीले कोरा गर्नु पर्यो किन चाहिँ हामीले छेतेनलाई ढोग गर्नु पर्यो भन्दाखेरि बुद्धको समयमा बुद्धको शिष्य शारिपुत्र उहाँले चाहिँ गौतम बुद्धलाई सोध्नु भएछ कि यी छेतेनहरूमा हामीले ढोग गरे यानी कोरा गरे दर्शन गरे भने के फाइदा छ भनेर सोध्नु भएछ गौतम बुद्धले भन्नुभएछ कि तपाईले त्यस्तो गर्नुभयो भने अर्को जुनीमा सबभन्दा राम्रो जुनी सबभन्दा उत्कृष्ट मान्छेको जुनी लिइनेछ है आफ्नो पापहरू कतिमय पापहरू धुल्नेछ आयु लामो हुनेछ ज्ञान फैलिनेछ है जीवनमा शान्ति छाइनेछ सोचेको कुराहरू पुरा हुने जस्तो धेरैभन्दा धेरै फाइदाहरू छन् भनेर भन्नुभएको रहेछ है त त्यसैले हामीले गुम्बाहरू छेदेनहरू कोराहरू गर्दाखेरि एकदम राम्रो मन लिएर कोरा गर्ने है त्यतिकै हामी अब के भन्छ अब एक्सर्साइज गर्न आएको जस्तो नगर्ने है सकेसम्म फाइदा लिने है जीवनमा हामीले हाम्रो जीवन एक प्रकारले सोच्यो भने हाम्रो जीवन एकदमै छोटो हो किनभने आज मर्छ भोलि मर्छ अहिले एकछिनपछि मर्छ केही थाहा हुँदैन है जीवन चाहिँ एकदम सोच्यो भने एकदमै छोटो हो हाम्रो जीवन है र यी छोटो जीवनमा पनि हामीले धेरैभन्दा धेरै पुण्य कमाउन सक्छौँ है धेरैभन्दा धेरै धर्म धेरैभन्दा धेरै राम्रो कामहरू गर्न सक्छौँ त्यसको लागि चाहिँ हाम्रो सोच राम्रो हुनुपर्ने चाहिँ एकदमै जरुरी रहेछ है र त्यसैले चाहिँ आफ्नो सोचलाई बदल्यौँ राम्रो सोचेर राम्रो मन लिएर चाहिँ धर्मको कार्य जे गरे तापनि राम्रो मन लिएर गरौँ है र त्यसो भन्दै आजको यस छेतेनको भिडियो चाहिँ म यही अन्त गर्नेछु र यसै गरी फेरि धर्म सम्बन्धित अर्को भिडियो म तपाईहरुको लागि बनाउने छु है र फेरि पनि अर्को भिडियोमा भेट्ने आशा गर्दै अनि आजको भिडियोलाई यही समाप्त गर्नेछु हस् त धन्यवाद।